play with my heart, baby. I should have known from. आइए देखते हैं मजा आएगा। हेलो वेलकम छ सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ प्रशान्त। म चाहिँ भनौँ न फर्मर नेपाल अन्डर-16 नेसनल क्रिकेट प्लेयर हो। सो अहिले चाहिँ मैले क्रिकेट छाडेर भनौँ न आफ्नो देश पनि छाडेर चाहिँ म अहिले युएई को आबुधाबी सिटीमा छु। सो म चाहिँ यहाँ अहिले जब गरिरहेको छु। हाल भनौँ न अब फ्यामिलीमा त्यस्तै प्रब्लमहरू भएर पनि हो अब म यहाँ आएको भन्नाले अब भनौँ न देशको लागि खेल्नु छोडेर मेहनत गर्नु छोडेर चाहिँ अब त्यत्तिकै विदेश त कोही आउँदैन होला हैन र पक्कै पनि। सो म चाहिँ अहिले आफ्नो देश छाडेर फ्यामिली छाडेर भनौँ न जबको लागि पैसा कमाउनको लागि चाहिँ म अहिले युएई आएको छु। सो भिडियो स्टार्ट गर्नुभन्दा पनि पहिले यो भिडियो मेरो हेर्नु होला। यो मेरो पहिलाको क्रिकेटको भिडियो। निर्णय पनि हिजो लिएका थिए र यसपालि कट गरेका छन्। थर्ड म्यानको एरिया पूर्ण रूपले खुल्ला छ। वाइड बसिरहेका थिए थर्ड म्यान फिल्डर 4 रन पाउनेछ। प्रशान्त केसीले लगातार ठुलो हिटको प्रयास गर्दै गरेका छन् र एकदमै ह्युज 6 प्रशान्त केसीको ब्याटबाट सितोष अन्सारी बलर थिए। एकदमै राम्रो शट सिधा बल सीमा रेखा बाहिर पुर्याएका छन् प्रशान्त केसीले। यस 6 रनसँगै कुल स्कोर 119 रन। सो हेलो यो चाहिँ मेरो पहिलाको भनौँ न क्रिकेटको भिडियो हो। सो मसँग चाहिँ धेरै भिडियो थियो। मेरो भिडियोहरू चाहिँ सबै भनौँ न डिलिट भयो। सो केही भिडियोहरू मात्रै चाहिँ यो चाहिँ मैले नेपाल रिप्रेजेन्ट गर्दा चाहिँ यो भिडियोहरू हो। यो चाहिँ हामीले भनौँ न च्याम्पियन भएर आएको थियौँ। हामी चाहिँ थाइल्यान्ड 2019 मा थाइल्यान्ड गएको थियौँ। सो थाइल्यान्ड गएर चाहिँ हामी च्याम्पियन भएर नेपाल फर्केको थियौँ। सो एकदम नै रेस्पेक्ट पाएको थिएँ त्यति बेला चाहिँ नेपालबाट। बट यस्तै अहिले चाहिँ भनौँ न दुःख नै लाग्छ भनौँ न आफ्नो देश छाडेर क्रिकेट छोडेर चाहिँ अब अर्काको देशमा आएर काम गर्नु भनेको त अब नराम्रै कुरा हो। सो त्यही पनि केही छैन अब लाइफ भनेको यस्तै रहेछ हैन। सो त्यही सोचेर चाहिँ अब भनौँ न अघि बढिरहेको छु। सो क्रिकेट त्यस्तो छाडेको भन्नाले पनि अब खेल्दिनँ भन्न हैन, खेल्न त खेल्छु बट आफ्नो कन्ट्रीको लागि खेल्न पाउँदिनँ। त्यही ठुलो अब दुःखको कुरा हो हैन। सो त्यही हो। सो गाह्रो छ अब लाइफ, छोरा मान्छेको लाइफ त्यत्तिकै अब भन्छ नि सजिलो चाहिँ हुँदैन क्या, कसैको पनि सजिलो हुँदैन। सो यो चाहिँ मेरो प्र्याक्टिसको भिडियो पहिलाको चाहिँ मैले नेपाल खेलेर आइसकेपछि चाहिँ यो मैले भनौँ न धेरै मेहनत गरिरहेको थिएँ मैले चाहिँ खासमा अब नेपालमै। अब नेपालको राजनीति अब नेपालको अब खेलकुद त्यस्तै त हो नि, अब पावरमा चल्ने राजनीतिमा चल्ने त्यही नि, केही छैन। अब नेपाल क्रिकेट जे होस् अलि अगाडि बढिरहेको छ। अब प्लेयरहरूले राम्रो गरिरहेको छ। त्यही हो अब राम्रो गरिरहोस्। अब खुसी पनि लाग्छ। मेरो अब साथीहरू अब दाइहरू हुनुहुन्छ, सँगै खेलेको साथीहरू दाइहरू अब भाइहरू पनि छ। सो खुसी लाग्छ अब नेपाल उनीहरूले राम्रो गर्दैछ अहिले, दाइहरूले पनि राम्रो गरिराख्नु भएको छ, खुसी लाग्छ। सो ओके लेट्स गो। अहिले चाहिँ म अब हजुरहरूलाई म कसरी अब भनौँ न नेपालबाट दुबई आए त म त्यो सबै भिडियोहरू हजुरलाई सेयर गर्नेछु। ओके लेट्स गो। त्यतिखेर चाहिँ भनौँ न अब म चाहिँ अब दुबईको भिजा लागिसकेर चाहिँ म चाहिँ यो काठमाडौँ गइरहेको भिडियो हो। त्यति बेला चाहिँ भनौँ न सिन्धुलीमा चाहिँ बाढी आएर चाहिँ उ भएको थियो। सो त्यसपछि चाहिँ हामी भनौँ न यो चाहिँ म एयरपोर्ट पुगिसकेको भिडियो, पासपोर्टहरू
अब पैसाहरू ठिक पार्नुपर्छ नि त। अब बाहिर आएपछि त्यसो मैले डलरहरूदेखि लिएर दिरामदेखि लिएर सबै साटेर बसिसकेको थिएँ। सो मेरो भनौँ न भोलिपल्ट नै फ्लाइट थियो। त्यसपछि फ्लाइट भइसकेपछि त अब जानै पर्छ। सो म चाहिँ फ्लाइटको लागि त्यसपछि भनौँ न पठाउमा निस्केँ। मम्मीहरू बाबाहरू चाहिँ अब ट्याक्सीमा जानुभयो। सो अनि त्यसपछि चाहिँ अब मम्मीहरू पनि अब ट्याक्सीमा गइसकेपछि अनि म पनि बाइकमा पछिपल्ट चाहिँ गएँ है। सो त्यही हो, यो मेरो चाहिँ पासपोर्टहरू डलर साटेको फोटो। त्यसपछि चाहिँ यो टिकट हो मेरो, म चाहिँ दुबई गएको टिकट हो। सो मलाई मित बाबाले चाहिँ भनौँ न खाता लगाइदिनु भएको थियो। सो एकदम नै नराम्रो फिल पनि भएको थियो त्यतिखेर। क्रिकेट नेपालको लागि फर्स्ट टाइम नेपालको लागि खेल्न गएको मान्छे म अब एयरपोर्टबाट। सो त्यसपछि सेकेन्ड टाइम चाहिँ मैले अब विदेश जान्छु भनेर सोचेको थिइनँ। सो एकदम नै भनौँ न गाह्रो छ लाइफ, एकदम नै गाह्रो छ। सो त्यसपछि चाहिँ हाम्रो भनौँ न रातिको फ्लाइट थियो। रातिको चाहिँ राति भन्नाले पनि बिहानै भइसकेको थियो। बिहानको चाहिँ 2:45 हो कि समथिङ यस्तै 2:35मा चाहिँ हाम्रो फ्लाइट थियो। सो हामीहरू चाहिँ विदेश जाने चाहिँ एकदम धेरै थियो कि हाम्रो केटाहरू चाहिँ। म देखेर छक्क परेको के हाम्रो केटाहरूलाई चाहिँ यति धेरै पनि सबैजना विदेश जाँदैछ भनेर। सो त्यसपछि हामी चाहिँ प्लेनमा चढिसकेर अब त्यसपछि भनौँ न त्यसपछि चाहिँ अब प्लेन चढ्ने बेला भइसकेको थियो, चलिरहेको थियो भनौँ न, उडिरहेको थियो। अब चाहिँ अब उड्न मात्रै बाँकी थियो। सो त्यही हो, एकदम क्या सबैजना एकदम यङहरू मात्रै थियो क्या मेरो प्लेनमा चाहिँ। स्पेसली मेरो आफ्नै भाइ पनि थियो। म र मेरो भाइसँगै फ्लाइटमा परेको थियो त्यो दिन। सो भाइ र म सँगै घरबाट छुट्टी त अब मम्मी बाबाहरू बहिनी एक्लै भएपछि चाहिँ मलाई पनि त्यही भएर कस्तो नराम्रो पनि लागेको थियो। सो त्यही नै केही छैन। अब बाबा पनि एकदम हाम्रो बाबा चाहिँ एकदमै स्ट्रङ हुनुहुन्छ क्या। सो मलाई त्यस्तो नराम्रो पनि लागेको चाहिँ होइन, बट आउनै पर्छ, एक न एक दिन त आउनै पर्ने हो यहाँ चाहिँ। त्यही नै अब मेरो त्यही दिनमा आउने रहेछ। सो अहिले चाहिँ आएको म हाल भनौँ न 7 महिना भयो। सो मैले चाहिँ हजुरहरूलाई आफ्नो पर्सनल कुराहरू चाहिँ सेयर गर्न। सो ओके, हजुरहरूले यो प्लेनको भ्यूहरू हेर्नु होला। सो ओके, लेट्स गो। सो ओके, अब चाहिँ हामी भनौँ न दुबई पुगिसक्यौँ। अब दुबई ल्यान्ड हुन चाहिँ बाँकी छ। अब अहिले चाहिँ हामी माथि नै छौँ। सो दुबई अब तल एयरपोर्ट झरेर चाहिँ हामी अब आफ्नो होटेलतिर लाग्छौँ। ओके, सो मजाले हेर्नु होला।
सो त्यसपछि हामी चाहिँ फाइनली आबुधाबी पुगिसक्यौँ। आबुधाबी पुगेर चाहिँ हामी बस चढेर चाहिँ आफ्नो रुमतिर लाग्छौँ। सो ओके, कन्टिन्यू हुनु होला है। Don't play with my heart, baby. You should have known from the start, darling. Letting you fly to higher and higher, baby. Can't deny before the start. सो अहिले चाहिँ हामी भनौँ न आबुधाबी पुगिसक्यौँ। अब चाहिँ हाम्रो रुम यहाँबाट चाहिँ धेरैभन्दा धेरै 35 मिनट लाग्छ भन्दैछ। सो ओके, हेरौँ न 35 मिनट लाग्छ भनिसकेपछि चाहिँ अब यति बेलासम्म हजुरले यहाँको रोडको भ्यू हेर्नु होला। कस्तो दामी के रोड, यतिको चाहिँ नेपालमा हुनु पर्थ्यो है। ओके, लेट्स गो। सो फाइनली हामी रुम पुगेर चाहिँ यसो अब नाइट घुम्नलाई चाहिँ यसो ट्याक्सी बोलाएर चाहिँ अब हामी 3-4 जना मिलेर चाहिँ भनौँ न यसो आबुधाबी घुम्न चाहिँ लाग्यौँ। त्यसपछि अहिले चाहिँ भनौँ अब हामी भिडियोको अन्तिमतिर छु। सो भ्यू हेरेर साथ दिनु होला। सो
ओके अहिले चाहिँ अब हामी रुम पुगिसक्यौँ अब रुम पुगिसकेर चाहिँ अब भनौँ न अब भिडियो इन गर्नुपर्ने हुन्छ किनभने अब मलाई खाना पनि बनाउनु पर्ने हुन्छ भोलि फेरि उठेर अब ड्युटी जानुपर्ने हुन्छ सो थकाइ पनि लागेछ सो ओके भिडियो कस्तो लाग्यो भनेर कमेन्टमा मलाई पक्कै पनि भन्नु होला र भिडियोमा के कमी छ भनेर पक्कै मलाई अलिकति भनौँ न सपोर्ट गर्नु होला सेयर गर्नु होला के ठिक गर्नुपर्छ के गलत छ सो म चाहिँ अब इन गर्नुपर्ने हुन्छ ओके बाई बाई टेक केयर